सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। म तपाईँहरूको साथी हर्क साम्पाङ। मित्रहरू, अहिले जुन देशमा देखिँदै गरेको आगजनी, तोडफोड, कुटाकुट, ढुङ्गा हानाहान, अश्रु ग्यास हानाहान, लाठी चार्ज, दुनियाँभरको कर्फ्यू लगाउनु पर्ने स्थिति, यो कसरी आयो, के भयो भन्ने बारेमा आफ्नो आफ्नो बुझाइ छ हैन। सबै मान्छेले आफूले आफ्नै किसिमले बुझ्नुभएको छ। मेरो हेराइमा, मेरो विश्लेषणमा चाहिँ के छ त, किन यस्तो अवस्था आयो त हाम्रो देशमा भने, हाम्रो देशमा तपाईँको छैन एउटा कुरा, लोकतन्त्र आयो, गणतन्त्र आयो होइन, शहीदहरूको बलिदानी यो त्यो भनेर हामी भन्छौँ। यी सबै कुरा चाहिँ के हो त भन्दाखेरि एउटा भ्रम हो वास्तवमा होइन। लोकतन्त्र आयो कि आएन यो विषयमा अलिकति होइन हामीले बुझ्नुपर्ने कुरा हुन्छ। मलाई लागेको कुरा मैले यहाँ राख्न चाहन्छु। अब हाम्रो देशमा लोकतन्त्र आएको छ कि छैन भन्दाखेरि मेरो बुझाइमा अहिले भनेको दलतन्त्रको स्थिति हो। दलतन्त्रको स्थिति मात्रै भएको कारणले गर्दाखेरि जनताको जीवनस्तर उक्सिन सकेन, जनताले अवसर प्राप्त गर्न सकेन कुनै पार्टीमा नलागिकन, अथवा त्यो पार्टी जुन पार्टीमा ऊ आफू लागेको हो त्यो पार्टी पनि सधैँभरि सरकारमा हुने कुरो भएन। त्यसो भइरहँदाखेरि त के भन्दाखेरि अब सत्तामा पुग्ने मान्छेले मात्रै चयन गर्ने, अरू सबै मान्छेलाई चाहिँ नै होइन के जस्तो नसम्झिने भन्ने खालको चाहिँ एउटा पार्टीगत विभेदका कारणले गर्दाखेरि हाम्रो देशको राजनीति दलतन्त्रमै सीमित रह्यो, लोकतन्त्र आएन। लोकतन्त्र नआइसकेपछि जनताले न्याय पाएनन् होइन, सेवा सुविधा पाएनन्, रोजगारी पाउने कुरो भएन, अवसर पाउने कुरै भएन। त्यसो भएको कारणले गर्दाखेरि अब यत्रो तपाईँको छैन नेताले जे भन्यो त्यही मान्यो होइन। कहिले आन्दोलन गरौँ है भने आन्दोलन गरेको छ, कहिले जनयुद्ध गरौँ है भने जनयुद्ध गरेको छ, कहिले के भनेको छ, कहिले के भनेको छ। त्यो सबै कुराहरू मान्दै बस्दै गर्दाखेरि पनि होइन दलतन्त्रमा सीमित रहेको कारणले गर्दाखेरि, लोकतन्त्र नआएको कारणले गर्दाखेरि हाम्रो देशमा जनताले न्याय पाएन। नम्बर 1 मा होइन, न्याय पाएन। न्याय नपाइसकेपछि सेवा सुविधा पाएन, अवसर नपाइसकेपछि के हो त भन्दाखेरि जनतामा यति धेरै वितृष्णा छ, यति धेरै तपाईँको चाहिँ आक्रोश छ। त्यही तपाईँको वितृष्णा र आक्रोशले गर्दाखेरि आज जे देखिँदैछ त्यो कुरा चाहिँ भइरहेको अवस्था हो। अब भन्दाखेरि नमिठो लाग्ला, म एउटा अभियानबाट आएको मान्छे होइन। यो समाज राम्रो होस्, समाज हिजोभन्दा आज राम्रो होस्, आजभन्दा भोलि राम्रो होस् भन्ने शुभेच्छाका साथ यो देशलाई माया गर्दै बाँचिरहेको एउटा सानो मान्छे म हो। म यो धरानमा एक खालको स्वतन्त्र अभियान चलाएर अहिले नगर प्रमुखमा निर्वाचित छु। अब यो पनि जनताले मलाई दिएको एउटा सानो मौका हो। यो मौकामा मैले काम गरिरहेको छु भन्ने मलाई लाग्छ। अब त्यसरी म आइसकेपछि पनि मलाई नगर प्रमुख नमान्ने दलहरू यहाँ थुप्रै छन् होइन। यो नगर प्रमुख होइन, यो त दलबाट आए मात्रै हुन्थ्यो। फेरि अरू दलबाट आएर पनि भएन, मेरै दलबाट आए चाहिँ मैले यसलाई नगर प्रमुख मान्थेँ, होइन भने होइन भन्ने खालको। अहिलेको प्रधानमन्त्रीले धरान आएर के भन्यो भन्दाखेरि मेयरै छान्नु जान्नु भएन, हाम्रो पार्टीको मेयर छाने पो मैले विकास योजना पारिदिन्थेँ भन्ने खालको अभिव्यक्ति राख्नु। एउटा अहिलेको प्रधानमन्त्री जो चाहिँ देशको चाहिँ नै होइन बागडोर हाँकेर बसिराख्नु भएको छ, उहाँको सोचाइ त्यो खालको छ। अनि अहिले जे जति तपाईँको छैन हामी स्वतन्त्रहरू आयौँ, स्वतन्त्रहरूप्रति हेर्ने दृष्टिकोण अहिलेको सरकारको कस्तो छ है। राम्रो काम गर्छु, जनतालाई सेवा सुविधा दिन्छु भनेर आएको एउटा व्यक्ति जो भए पनि समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ नि, त्यो छैन। अहिले धरानलाई तपाईँको छैन हेर्ने दृष्टिकोण, काठमाडौँलाई हेर्ने दृष्टिकोण उहाँको एकै खालको छ। त्यसो भएको कारणले गर्दाखेरि जनताको मतलाई पनि नमान्ने होइन,
जनताले अब लोकतन्त्र भनेको लोक भने जनता, जनताले चाहेको कुरा, जनताले चाहेको शासन है लाई चाहिँ लोकतन्त्र भन्नुपर्ने हो। अब यहाँ म चुनाव त जिते, प्रधानमन्त्रीले मेरै मान्दैन भन्छ। अब अस्ति भेट्न गएँ, भेट्दिन भन्छ। यस्ता कुराले के हो त भन्दाखेरि लोकतन्त्रमा एउटा कुठाराघात दलहरूले गरिराखेको कारणले, दलतन्त्र चलाइराखेको कारणले गर्दाखेरि होइन, दलले जे पनि तपाईँको चाहिँ नि हामी गर्न सक्छौँ भनेर चाहिँ जनतालाई हेपेको कारणले गर्दाखेरि फालिसकेको व्यवस्थालाई टिपेर ल्याउनका लागि होइन, अहिले त्योभन्दा त बरु राजै ठिक थियो, राजै ठिक हो भनेर चाहिँ मान्छेहरू सडकमा उफ्रिरहेको देख्छु म। हुँदा हुँदा राम्रो काम गर्ने मान्छेहरू सबैलाई है प्रोत्साहन दिनुपर्ने ठाउँमा निरुत्साहित गर्ने किसिमले होइन, तपाईँको चाहिँ नि होच्याउने किसिमले, सहयोग र तपाईँको चाहिँ नि दण्डित गर्ने किसिमले सरकार अघि बढ्दाखेरि कुलमान घिसिङलाई पनि तपाईँको चाहिँ नि निकाल्यो। साउनमा उसको चाहिँ नि सेवा निवृत्त हुँदै गरेको मान्छे, पेन्सनमा निस्किँदै गरेको मान्छे, स्वतः जाँदै गरेको मान्छेलाई कतिखेर के गर्नुपर्छ भन्ने थाहा नभएर इगोले तँभन्दा म ठुलो, म त यस्तो भनेर दम्भले फुलेको कारणले गर्दाखेरि अहिले सबै मान्छे आक्रोशित छन् होइन। अहिलेको विद्यमान सरकारसँग सबै मान्छेहरू होइन आक्रोशित छन्। विपक्षी दलले जो चाहिँ सत्तामा छैन उसले त्यही चाहिराखेको छ है, राजा मन पराउनेहरूले पनि त्यही चाहिराखेको छ भने यता तपाईँको चाहिँ नि अब कुलमान जस्ता मान्छे, हर्क साम्पाङ जस्ता मान्छे, बालेन जस्ता मान्छे लगायतका मान्छेहरूलाई तपाईँको चाहिँ नि जहिले पनि मुद्दा लगाइदिने, असहयोग गर्ने, यस्तो गर्ने उस्तो गर्ने भइसकेपछि सबै जनता चाहिँ अहिले अब के हो त भन्दाखेरि यो सरकारसँग रुष्ट भएको अवस्था हो। त्यसो भएको कारणले गर्दाखेरि अब सरकारले अहिले सेना परिचालन गर्यो भन्ने कुराहरू अहिले म फेसबुकमा देख्दैछु। यो स्थिति आएको छ। म सबैजनालाई के बुझ्न अनुरोध गर्न चाहन्छु भने हामीले आग्रह पूर्वाग्रह नराखिकन, पक्षपाती नभइकन सत्य कुरा बुझ्नको लागि आग्रह गर्न चाहन्छु है। कहाँ मिस्टेक भयो त, हामीले कहाँ मिस्टेक गऱ्यौँ त भन्दाखेरि यो देशमा लोकतन्त्र दलहरूले चाहिँ तपाईँको चाहिँ यसो गरौँ है भनेर उहाँहरूको आह्वानमा लोकतन्त्र आयो भनेर घोषणा भयो। घोषणा हुनु र कागजमा लेखिनु र व्यवहारमा त्यो चाहिँ अनुभूत हुनु फाल्टो कुरा हो। तर नेपाली जनतालाई होइन लोकतन्त्र आएको अनुभूत भएको छैन। इभन मलाई भएको छैन। धरान उपमहानगरपालिकाको नगर प्रमुख हुँ म होइन, मलाई लोकतन्त्र आएको छैन, के अरे तपाईँको चाहिँ आभास भएको छैन भने दूरदराजमा बस्ने है केही थोरै मात्रै बोल्न सक्ने, थोरै मात्रै तपाईँको चाहिँ होइन कुरा सुनेका बुझेका मान्छेहरूले चाहिँ लोकतन्त्र अनुभूत गरेको छ होला त पक्कै पनि। त्यसले गर्दाखेरि लोकतन्त्र नआएको कारणले, लोकतन्त्र आइसकेको अवस्था नरहेको कारणले गर्दाखेरि यो खालको स्थिति आएको छ। म भन्ने गर्छु अब लोकतन्त्रमा जानुपर्छ होइन। दलहरू अहिले तत्काल सचिएन भने एकदम तपाईँको विकराल स्थिति आउँछ। अब यो देशै रहला नरहला भन्ने खालको प्रश्नहरू पनि अब धेरैले गरिराखेको अवस्था पनि। यो देश रहनुपर्छ, यो देशलाई जोगाउनुपर्छ भने अब हुन त ठुलो कुरा गर्यो यसले भन्नु होला, तर मैले देखाएको मार्गमा यो देश तुरुन्त हिँडिहाल्नुपर्छ है। विदेशी ऋण लिएर विकास गर्ने भन्दा आफूसँग जे छ होइन, कोदालो, कुट्टो, हलो के छ आफूसँग होइन, आफ्नो मौलिक के हो, आफ्नो के हो, आफूसँग के छ हातमा, त्यो हातमा भएको औजार लिएर तत्काल हामी चाहिँ नि एउटा ठुलो उत्पादन र निर्माणको अभियानमा लागिहाल्नुपर्छ। होइन भने उपर खुट्टी गरेर बसेर होइन तपाईँको चाहिँ नि यो देश बन्नेवाला छैन, गफ गरेर यो देश बन्नेवाला छैन। जब हामी श्रम गर्दैनौँ है तब अभाव हुन्छ। अभाव भनेकै गरिबी हो, गरिबी भनेकै लडाइँ र द्वन्द्वको होइन तपाईँको चाहिँ नि बिउ हो। त्यसो भएको कारणले गर्दाखेरि श्रम गरौँ, श्रमदान गरौँ, म त्यो भन्न चाहन्छु। अब आज होइन यहाँ एउटा भिडियो मैले भर्खर देख्दै थिएँ, धरानमा चाहिँ पानीको नाला जोड्दै गरेको, उता तोडफोड हुँदै गरेको। कुन चाहिँ कुरा चाहिँ हामीलाई चाहिएको भन्ने कुरा हामीले बुझ्नु जरुरी छ र देशको अभिकर्ता, राज्यको अभिकर्ता सरकारले यो कुरा बुझेर तुरुन्त सचिनुपर्छ होइन, तुरुन्त सचिनुपर्छ। यो फल्नाले मेरो चाहिँ नि काम गरेन भनेर उसलाई चाहिँ राजनीतिक रिसिभी राखेर है काठमाडौँको तपाईँको चाहिँ प्रमुख प्रशासकीय अधिकृत नपठाइदिएको, त्यहाँको तपाईँको मजदुरले होइन त्यहाँको चाहिँ नि सरसफाइ कर्मीले तलब नपाएको 3 महिना भयो भन्ने खालको कुराहरू आइरहेको छ। अचम्म लाग्छ।
हैन के को इगो हो त के को इगो हो सबै मिलेर देश बनाउनु पर्ने हो नि है एउटा उदाहरण मैले त्यो सानो दिएँ अब त्यसरी चाहिँ नि सरकारसँग रुष्ट मान्छे सबै मान्छे रुष्ट प्रधानमन्त्री कहीँ कतै गयो भने फलाना हैन चोर देश छोड भन्ने नारा है ठुल्ठुलो डिस्प्लेहरूमा त्यो खालको अब देश के हुँदैछ त म त बडो चिन्तित छु यो देश रहोस् भन्ने एउटा चाहना राख्ने मान्छे हो सानो मान्छे हुँ म सानो पदमा छु मेरो हैन तपाईको चाहिँ नि काम गराइ पनि सानै स्टाइलको छ तर मलाई यो देश चाहिन्छ यो देश राख्नुपर्छ यो देशलाई बचाउन चाहने बनाउन चाहने मान्छे हुँ म र मैले अघि भने मैले देखाएको मार्गमा तुरुन्तको तुरुन्त यो देश हिँडेन भने अझै धेरै अभाव हुँदै जान्छ गरिबी अझै हुँदै जान्छ गरिबी नै झगडाको बिउ हो है झगडाको बिउ हो द्वन्द्वको बिउ हो लडाइँको बिउ हो आज भइरहेको त्यही हो आज युवाले रोजगारी देशमा पाउँदैन हैन केही छैन उत्पादन भए पो रोजगारी हुन्छ त अब उत्पादन गर्ने अब कल कारखाना खोलौँ भन्दा मुद्दा लगाइदिन्छ मलाई मुद्दा लगाइन्छ एउटा उद्योग सञ्चालन गरौँ भनेको सरकारले त सञ्चालन गर्नु मिल्दैन भनेर अचम्म लाग्छ यसरी चाहिँ नि सबै कुरा उद्योग धन्दा उत्पादन सबै कुरालाई रोकेर राख्ने व्यापारीलाई पोष्ने अनि कुनै एउटा व्यापारीको पक्षमा चाहिँ नि सरकार आफै उभिने है लगायतका विषयहरू थुप्रै थुप्रै यो जुन सरकार छ यो सरकारले मैले बुझेको चाहिँ तुरुन्त राजीनामा दिएको राम्रो हैन र देशलाई चाहिँ एउटा निकासमा लाँदाखेरि राम्रो है अस्ति तपाईको मुकुमलुङको कुरा त्यहाँ मान्छे गोली हानेर मान्छे सबै रुष्ट छ त्यो भइरहेको अवस्था छ अनि आज पनि यो त्यहाँ चाहिँ अब निजी घर तोडफोड भएर भन्छ हेऱ्यो दुलै दुलो परेको छ छेन्द्रा परेको घरमा ढुङ्गा हानेको कोही आगो लाग्दै गर्यो अचम्म लाग्छ कोही कुटाकुट हुँदै गरेको यो सबै कुराको हैन जिम्मेवारी अहिलेको सरकारले लिनुपर्छ किनभने तपाईको चाहिँ राज्यको अभिकर्ता राज्यमा शान्ति सुव्यवस्था कायम गर्ने है सबैलाई चाहिँ समन्वय गर्ने सहजीकरण गर्ने सबभन्दा ठुलो जिम्मेवारी सरकारकै हुन्छ केन्द्र सरकारको हुन्छ केन्द्र सरकारले यो कुरालाई चाहिँ नि टेका राखोस् है हामी जस्ता मान्छेलाई तपाईको तिरस्कार गरेर बहिष्कार गरेर बेवास्ता गरेर है जो चाहिँ एउटा चाहिँ नि हैन जनताको म्यान्डेट पाएर आएको मान्छेहरू हामी जस्ता मान्छेलाई सहयोग गर्नु हामी जस्ता मान्छेलाई खिसिट्युरी गर्नु हामी जस्ता तपाईको चाहिँ नि मान्छेहरू जो चाहिँ काम गर्छ दिनरात लागेको छ यस्ता मान्छेहरूलाई तपाईको चाहिँ नि असहयोग गर्नु मुद्दा हाल्नु खुट्टा तान्नु विरोध गर्नु यस्तो परिपाटीले गर्दाखेरि पनि के भएको छ त भन्दाखेरि अहिलेका दलहरू सत्तारूढ दल त्यसको प्रतिपक्षमा बसेका दलहरू प्रति एउटा वितृष्णा मान्छेमा छ बरु यो चाहिँ नि दलका यो त्यो चोर फटारलाई भन्दा बरु राजालाई यो चाहिँ नि पोषौँ भन्ने त आममा गइसक्यो हैन 1000 जना मिलेर चाहिँ नि हैन देशलाई लुटिरहेको छ बरु त्यो भन्दा एकजनाले जति लुट्छ लुटोस् भनेर भने हो राजाले लुट्दैन भने होइन है आम जनतामा त त्यो गइसक्यो जब यसो सुन्छु सबैले त्यो भनिरहेको सुन्छु हैन 1000 जनाले खाइरहेको छ देशलाई बरु एउटाले खाओस् भन्ने किसिमले चाहिँ नि अहिले जनताहरू एकदमै यो देशका चाहिँ नि नेपाली नागरिक अत्यन्तै आक्रोशित अत्यन्तै तपाईको चाहिँ नि हैन आक्रोशित बन्नुभएको छ त्यसो भएको कारणले गर्दाखेरि त्यो सडकभरिको आन्दोलनहरू देखा परिरहेको स्थिति हो मैले बुझ्दा र यसको निकास के हो त अब फेरि हैन अब त्यो त समस्या अब यसको निकास के हो भन्दाखेरि समस्या छ त्यसको समाधान के समाधान कसरी गर्ने त भन्ने बारेमा चाहिँ मेरो सुझाव के रहन्छ भने दलहरूले तुरुन्त हैन दलीय आग्रह पूर्वाग्रह छोडेर दल भनेको चुनाव चिन्ह मात्रै हो भनेर लिनु पर्यो र चुनाव चिन्ह लगेर चाहिँ नि तपाईको जनतामा सामु आवधिक चुनावमा जान्छन् जुन जसलाई जिताएर पठाउँछ त्यो मान्छेलाई काम गर्न दिनुपर्छ सहयोग गर्नुपर्छ है र त्यो जितेर जाने मान्छेले पनि मेरो यस्तो हो उस्तो हो मेरो पार्टीको मान्छेलाई मात्रै म भेट्छु उसलाई मात्रै म अवसर दिन्छु विकास दिन्छु भन्ने किसिमले आग्रह पूर्वाग्रह नराखिकन म यो देशको मन्त्री हुँ म यो देशको प्रधानमन्त्री हुँ म यो देशको तपाईको चाहिँ नि हैन जनताले चुनेको एउटा जिम्मेवार व्यक्ति हुँ त्यसले गर्दाखेरि मैले यो देशैको भन्नुको मतलब सबैको सार्वजनिक हित हुने खालको चाहिँ नि सबैको मेरो तेरो नभनिकन यो त्यो नभनिकन एक तपाईको चाहिँ नि उसले हैन एक नासले सबैजनालाई म चाहिँ नि हेर्नेछु भन्ने किसिमको साझा सोच विचार राखेर इमानदार भएर अगाडि लाग्नुपर्छ र त्यसरी गइयो भने तपाईको चाहिँ नि देशमा एउटा स्थिति बन्छ र देशलाई निर्माण गर्नका लागि चाहिँ श्रमदान गर्नुपर्छ
श्रमदान अभियान देशैभरि चल्नुपर्छ। हामीले धरानमा व्यापक रूपमा चलाइरहेका छौँ। इनफ्याक्ट पूर्वतिर पश्चिमका पनि मान्छेहरू आउनुहुन्छ होइन, श्रमदान गरिरहेका छौँ। श्रमदान नगरिकन देश बन्दैन है। श्रमदान नगरिकन हामी सबैले मास परिचालन भएर तपाईँको चाहिँ काम नगरिकन देश बनेछ भने यो दुईटै कानमा काटेर फालिदिन्छु है। यो चिज हो र यसरी हामीले देशलाई बनाउनुपर्छ र बचाउनुपर्छ भन्ने मेरो हार्दिक आग्रह रहन्छ। र मैले मेरो चाहिँ नजरमा मैले मेरो चाहिँ देखेको, मेरो आँखाले देखेको, मैले बुझेको अहिलेको समस्याको जरा के र त्यसको चाहिँ होइन समाधान के र कुन बाटोमा हामी जाँदा देशले निकास पाउँछ र देशको विकास हुन्छ भन्ने मैले यति राखेँ। यहाँहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने पक्कै पनि यो सन्देशलाई सेयर गर्नुहोला। धन्यवाद छ। नमस्कार।